हामीले चाहिँ चिप्ली तान्ने चाहिँ यति टिपिसकेको छ, त्यही भएर म चाहिँ भारी लाउँदैछु। मलाई बेइज्जत पारे। हल्का रमिताहरू हेरिरहेको छु होइन। हाई एभ्रिवान, नमस्ते, वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल। दिस इज मी खुसी। आई होप कि हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु भन्दै फेरि पनि आइसकेको छु हजुरको सामु नयाँ भिडियो एन्ड नयाँ भ्लग लिएर। अन्त आज चाहिँ गाउँघरको भिडियो बनाउँदैछु मैले चाहिँ होइन। अब गाउँघरको जिन्दगी यस्तै हो। अन्त अहिले चाहिँ हामी बारीमा आइरहेको छु, म, आमा, माइजू अन्त नानी। यहाँ चाहिँ हामी चिप्ली काने टिप्दै थियौँ। आमा र माइजू चाहिँ यहाँ हुनुहुन्छ। हामीले चाहिँ चिप्ली काने चाहिँ यति टिपिसकेको छौँ हो गाइस। तपाईँहरूले यो चिप्ली काने चिन्नुहुन्छ कि हुँदैन प्लिज कमेन्ट गर्नु होला। यसको चाहिँ सब्जी खान्छ। हाम्रो फुच्चे पनि छ हामीसँग चाहिँ। माइजू हेलो भनिदिनु यता। आमा हामी चाहिँ दाउरा ल्याउनुको लागि आएको बारीमा। छप्लीसँग त्यही त यसलाई चाहिँ किन दाउरा बोकेको के को कर हेर्नु न यहाँ। अनि यसलाई चाहिँ खास गरी चाहिँ हामीसँग नआइज भनेको थियो कि यो चाहिँ चम्की चाहिँ आएको हामीसँग। अनि यस चाहिँ आर्मी हुन्छ अरे क्या। अन्त अहिले नै ट्रेनिङ गर्दै गरेको अरे। माइजू मलाई पनि तान्नु त। लु भन्दे यति चढ्दै हत्तु हुन्छ। मैले चाहिँ सिधै बारीमा आएर भिडियो स्टार्ट गरेँ गाइस। तपाईँहरूलाई पनि देखाउनु पऱ्यो गाउँघरको जिन्दगी यस्तै हो। कहिले दाउरा ल्याउनु, कहिले जङ्गलतिर बगाने जिन्दगी गाउँघरे जिन्दगी यस्तै हो। यहाँ हाम्रो आमाले चाहिँ डोको बोकिराख्नु भएको छ। यता हेर्नु त आमा एउटा थम्बनेल खिच्छु। अहिले चाहिँ हामी माथि आइपुगेको छौँ। हामी चाहिँ यहाँ रोड कता हो यहाँ रोड देख्दैछ नि, त्यहाँबाट चाहिँ हामी यहाँ माथि आइपुगेको छौँ। अझ हामी यहाँ माथि जानुपर्छ। आमाहरू चाहिँ जानुहुँदैछ। मैले चाहिँ यहाँ दाउरा थुपार्दै थिएँ नि त। अन्त आमाहरू चाहिँ माथि जानुहुँदैछ। अनिवेश र म। अनिवेशले गर्दाखेरि चाहिँ अनिवेशको साथी बस्नु पऱ्यो नि त यहाँनिर। अनिवेशलाई माथि लिएर गयो भने फेरि त्यसलाई पनि अहिले झार्नुको लागि दाउरा बोकेर पुरा अप्ठ्यारो हुन्छ। अनि त्यही भएर म र अनिवेश चाहिँ यहीँ दाउरा खोज्दै बसेको है। यसलाई चाहिँ नआइज भनेको हामीसँग पछ्याएर आएको यो चाहिँ। अन्त तपाईँहरूले यस्तो नसोच्नु होला कि भिडियो बनाएको छ आमाहरू चाहिँ काम गरेको छ भनेर चाहिँ नसोच्नु होला गाइस। मैले चाहिँ यहाँ दाउरा खोज्दै थिएँ नि त। अन्त त्यही भएर हल्का भिडियो पनि बनाएको तपाईँहरूलाई देखाएको। भाइ एउटा गाना गाइदेऊ न गाइजहरूलाई, सुनाइदियो त गाना। उयो रानु भन्ने नाचेर देखाइदेऊ न छिटो। हाम्रो अनिवेश चाहिँ खतरा डान्स गर्छ हो। अनिवेशको युट्युब च्यानल अरे इन्स्टाग्राममा गएर हेर्नु होला है भाइ। कस्तो डान्स गर्छस् भनिदिइहाल्नु न गाइजहरूलाई छिटो। ल गीत गाएर सुनाइदेऊ न त। अन्त आमाहरू चाहिँ माथि हुनुहुन्छ। म चाहिँ यहाँ भारी लाउँदै गर्नु अरे दाउरा। अन्त त्यही भएर म चाहिँ भारी लाउँदैछु। आमाहरू चाहिँ माथि दाउरा काट्नु हुँदैछ। हत्छु भयो कस्तो गले। हामीहरू चाहिँ हतपत त्यस्तो जङ्गलहरू आउँदैन नि त। अन्त त्यही भएर आमाहरू चाहिँ आइराख्नुहुन्छ। म चाहिँ त्यस्तो आउँथिनँ। अन्त आज चाहिँ हामीले हिँड्न दाउरा बोक्नु भनेर चाहिँ। अन्त म चाहिँ आज चाहिँ आएको दाउरा बोक्नु। सानोतिर त हामीहरू पुरा जान्थ्यो कि त्यतिखेर त रहर पनि हुन्थ्यो हौ। सानोतिर अरूहरू हाम्रो गाउँको भाउजूहरू चाहिँ जानुहुन्थ्यो नि त। अन्त हाम्रो गाउँको भाउजूहरू जान्थ्यो कि। अन्त हामीले चाहिँ आमाहरूले नजा भन्दाखेरि पनि पुरा रहर लाग्थ्यो नि त्यतिखेर त। त्यतिखेर चाहिँ नि गाइस। अन्त हामीलाई चाहिँ आमाहरूले चाहिँ नजानु भन्नुहुन्थ्यो होइन। र पनि हामी चाहिँ त्यतिखेर चाहिँ पुरा रहर गर्थ्यो कि। अन्त तपाईँहरूलाई पनि भन्छु ल हाम्रो स्टोरी के भन्छ त्यसलाई। भाउजूहरू चाहिँ पुरा जानुहुन्थ्यो। अन्त हामीलाई चाहिँ घरमा नजा भन्दाखेरि पनि हामी चाहिँ पुरा जान्थ्यौँ नि त। डोकोमा त दाउरा बोक्नु सक्थेन त्यतिखेर त, सानो थियौँ नि त हामी। अन्त भाउजूले चाहिँ यस्तो सब्जीको ठुल्ठुलो झोलाहरूतिर चाहिँ चुन्नीको नाम्लो बनाइकन चाहिँ हामीलाई चाहिँ जङ्गलबाट चाहिँ
बोकिकन आउँथ्यो हामीहरू त्यतिखेर चाहिँ। अहिले हाम्रो यताको मान्छेहरू पनि त्यस्तो जङ्गलतिर जानु हुँदैन, आफ्नो बारीतिर गयो भने गयो, नत्र चाहिँ जानु हुँदैन। पुरा चितुवाहरू आउँछ नि त आजकल त जङ्गलहरूतिर, प्रायः मान्छेहरू जानु हुँदैन। गोठालोहरू पनि जानुहुन्छ, तर पुरा अब कस्तो भन्नु, पुरा डरै हुन्छ क्या। अब चितुवाहरू पुरा लाग्नु थालेको छ नि त आजकल त जङ्गलतिर। अन्त हाम्रो गाउँको गोठालाहरूले त्यस्तो बजाउने बोकिकन जानुहुन्छ, त्यो बजाउँदै त्यो बजायो भने चाहिँ उयसहरू के भन्छ त्यसलाई, चितुवाहरू छेउछेउमा छ भने चाहिँ भाग्छ भनेर चाहिँ बडाहरूले चाहिँ त्यो बजाउने बोकिकन हिँड्नुहुन्छ नि त। अन्त यस्तै हो गाइस। मैले चाहिँ भारी बनाएर पनि दाउरा बोकिसकेँ होइन। आमाहरूले चाहिँ यहाँ ठुल्ठुलो बोक्नु हुँदैन, मेरो चाहिँ भारी कति उयस बाद दाउरा बोकेर त यहाँ त छ, यहाँ मैले थुपारेको थिएँ। आमा त्यो पनि हाल्नु फेरि। तपाईँले त मलाई नै मात्रै बोकाउने विचार छ क्या आज त। बल्ल बल्ल चाहिँ होइन ल, फेरि अस्ति पनि त आएको थियो नि दाउरामा, तपाईँलाई थाहा छैन? त्यति साह्रो चाहिँ होइन होला है छ। गाइसको छेउमा मलाई बेइज्जत पारे। बाटो चाहिँ यस्तो छ ओह्रालो, हामी चाहिँ तल बाटोमा पुग्नुपर्ने। यहाँ चाहिँ यस्तो छ बाटो। आमाहरू चाहिँ यहाँ माथि हुनुहुन्छ, म त चिप्लिँदै आइपुगेँ भारी बोकेर। माथि हुनुहुन्छ आमा र अनिमेष चाहिँ। साथीहरू यो भारी चाहिँ आमाले नै बोक्छु भन्नुहुँदै थियो नि त कि। अन्त आमालाई चाहिँ ढाड दुख्ने बिमार भइरहेको छ नि त, अन्त त्यही भएर चाहिँ मैले बोकेको। अन्त हजुरहरूले यो नसम्झिनु होला कि भिडियोको लागि बोक्यो भनेर होइन, बोक्नु चाहिँ आमाले बोक्छु भन्नुहुँदै थियो नि त। अन्त आमालाई अहिले पुरा यस्तो ब्याक पेनहरू भइरहेको छ नि त, पुरा ढाडहरू दुख्छ। अन्त त्यही भएर चाहिँ मैले बोकेको। कति दिन बाद बोकेर त म प्रायः जस्तो घरमा थिइनँ नि त। म 11-12 चाहिँ उता गाडीधुरामा बसेर पढ्दै थिएँ। अन्त त्यही भएर चाहिँ म चाहिँ प्रायः जस्तो घरमा हुँदिनँ। अन्त अहिले एचएस दिएर 7-8 मन्थ चाहिँ भयो होला म घरमा बसेको। अन्त त्यही भएर गाइज कुरा भनेको चाहिँ यस्तो हो। मैले चाहिँ दाउरा लिएर आएर पनि यहाँ चाहिँ मेरो पार्सल आएछ। मैले चाहिँ यो चाहिँ फोन कभर मगाएको थिएँ नि त, मेरो फोनको कभर। अनि तपाईँहरूलाई पनि देखाउँछु कस्तो आएछ भनेर। ठिक्कै जस्तो दाउरा लिएर आएँ त्यस्तै आइरहेको रहेछ। तल्लो घरमा दिदीले राखिदिइराख्नु भएको थियो। पार्सल चाहिँ आएर पनि दिदीले राखिदिइराख्नु भएको छ। मैले दिदीलाई फोन गरेर भन्थेँ नि त, गाडीमा हुँदाखेरि नै कल आएको थियो नि त तपाईँको पार्सल छ भनेर। अन्त त्यही भएर मैले चाहिँ दिदीलाई राखिदिइराख्नु ल भनेको थिएँ। दिदीले राखिदिइराख्नु भएको चाहिँ यहाँ सक्दो रहेछ। यो चाहिँ मैले फोन कभर मगाएको थिएँ, नक्सल जाने टाइमै पाउँदैन। अन्त त्यही भएर चाहिँ मैले चाहिँ अनलाइनमै मगाएको थिएँ नि त। कस्तो गल्यो त्यहाँ माथिबाट आइपुग्दा त के हुने प्याक। मैले चाहिँ लुगा पनि नखोली सिधै पार्सल खोलेको अरे नि त। फेरि अब लुगा फेर्छु पार्सल खोलिसकेर चाहिँ। राम्रो आएछ। मेरो चाहिँ रेडमी 12 हो नि त फोन। मजाकै आएछ, दामी नै आएछ। कस्तो लाग्यो तपाईँहरूलाई कमेन्ट गर्नु होला। मजाको आएछ। अहिले चाहिँ मैले लुगा पनि फेरिसकेको छु साथीहरू। अन्त म र अनिमेष यहाँ बाटोमा बसेर हल्का रमिताहरू हेरिरहेको छु होइन। अन्त मेरो आजको भिडियो चाहिँ के कस्तो भयो होइन। गाइज पनि भन्दिनँ बेसी मलाई सबैजनाले के बिना पनि गाइज भनेको भन्नुहुँदै थियो होइन। अन्त अब चाहिँ म गाइज पनि भन्दिनँ। हुन्छ, मेरो आजको भिडियो चाहिँ यति नै थियो। हजुरहरूलाई के कस्तो लाग्यो प्लिज लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। बाई बाई गाइज, बाई बाई भन्दै अब भेटौँ नेक्स्ट भिडियोमा।